गृहलिङ्ग द्वयं नार्च्यं गणेशत्रयमेव वा द्वौ शङ्खौ नार्चेच्चैव भगनाञ्च प्रतिमां तथा नार्चयेत् तथा मत्स्य कूर्मादिदशकं तथा शालिग्रामाः समाः पूज्य समेषु द्वितयं नहि विषमा नैव पूज्यास्तु विषमेष्वैकैव घरमा पूजा गर्दा कहिले पनि दुईवटा शिवलिङ्गको हामीले पूजा गर्नु हुँदैन, तीनवटा गणेशजीको पूजा गर्नु हुँदैन, दुईवटा शङ्खको पूजा गर्नु हुँदैन, टुटे फुटेका भगवानका प्रतिमाको पनि कहिले पूजा गर्नु हुँदैन। यदि भगवानको प्रतिमामा टुटफुट त्यस्तो केही कमी भएमा गङ्गाजीमा लगेर अथवा कुनै पवित्र नदीमा लगेर प्रवाहित गरिदिनु पर्दछ। मत्स्य कुर्मा आदि 10 अवतारहरूको पनि एकै ठाउँमा हामीले पूजा गर्नु हुँदैन। त्यस्तै गरेर शालिग्रामको पूजा गर्दा पनि हामीले विशेष ध्यान दिनुपर्दछ। शालिग्रामजीको पूजा गर्दाखेरि दुई बाहेक अरू सबै जोरमै पूजा गर्नुपर्दछ। यदि बिजोरमा पूजा गर्नु परे एउटा शालिग्रामजी मात्रै पूजा गर्नुपर्दछ, अरू बिजोर पूजा गर्नु हुँदैन। हर हर महादेव।